आदरणीय दाई नमस्कार है हजुर। नमस्ते मेरो भाइ। आज घुम्दै घुम्दै दाईको यो सुन्दर कफी फार्ममा आइपुगेका छौँ। अब हजुरले आफ्नो परिचय र यो फार्मको बारेमा र ठ्याक्कै कहाँ छु त्यो हजुरले बताइदिनु न दाई। हस्, धन्यवाद। सर्वप्रथम मेरो नाम चाहिँ किशन कुमार राई हो। यो चाहिँ दिक्तिल रूपाकोट मजगढ नगरपालिका वार्ड नम्बर 5 मा पर्छ। यो चाहिँ बेलुङखेतको चाहिँ नानी बेलुङखेत पर्छ। यहाँ माथि यो सबै बेलुङखेतको लुङ हो। बेलुङखेतको चाहिँ पुछारमा छौँ र मेरो ऊ चाहिँ मेरो फर्मको नाम चाहिँ कृषि फर्मको नाम चाहिँ तयामा पशु तथा फलफुल भन्ने मेरो कृषि फर्म चाहिँ नाम हो। दाई तपाईँ धेरै कुरामा नै अगाडि हुनुहुन्छ होइन, सामाजिक कुरामा पनि अनि व्यावसायिक कुरामा पनि ठेक्कापट्टामा पनि होइन, हरेक ढङ्गमा अहिले आएर यो कफीमा नै लाग्नुपर्छ हामी भनेर चाहिँ कसरी विचार आयो, कस्तो सोच आयो दाई? यो चाहिँ मेरो विचार चाहिँ कस्तो छ भनेदेखि चाहिँ स्पेसल चाहिँ आत्मनिर्भरै हुनुपर्दो रहेछ तपाईँको। यो चाहिँ कफी फेरि बिग्रिने होइन, यो सडिएर जाने पनि होइन, यो फेरि संसारमा चलेको कफी पनि हो। अनि त्यो तरिकाले गर्दा चाहिँ अब के चाहिँ गर्नु है भन्दाखेरि चाहिँ आत्मनिर्भर हुन सुरुमा चाहिँ हामी सबैले सोच्दा अब कफी खेती चाहिँ एकदम राम्रो उपयुक्त हुन्छ भन्ने मेरो चाहिँ अनुभवले यस्तो जनाएको छ र म चाहिँ कफी खेतीतिर लागेको। एकदम राम्रो, हाम्रो बिरुवाहरू एकदम ठुल्ठुलो देख्छौँ। यो कति वर्षको भएर कति रोपनीमा कति बोट लगाउनु भएको छ दाइ यहाँ अहिले तपाईँको? मेरो त रोपन त धेरै लाग्छ। जस मैले चाहिँ बिरुवा चाहिँ अहिले चाहिँ 7,500 जस्तो मैले जगाइराखेको छु, रोपिरहेको छु। 7,500 लगाउनु भएको छ है? कति रोपनी अनुमान होला? 7,500 बिउ कति रोपनी जाँदो रहेछ बिरुवा? यो मेरो छ होला तपाईँको 50-60 रोपनी छ होला। 50-60 रोपनीमा लगाउनु भएको छ है? यो तपाईँलाई बिरुवा कतै अनुदान प्राप्त भयो कि आफै उत्पादन गर्नुभयो, के छ? यो केही अनुदान प्राप्त पनि भएको छ, केही चाहिँ आफूले पनि कलेक्ट अब लिएको छ। यो चाहिँ खास चाहिँ बिरुवा चाहिँ यो पोहोरको। ए हजुर, पोहोर मैले साउनमा रोपेको हो। हजुर, पोहोर साउनमा रोप्दाखेरि यतिको भयो भनौँ न। अहिले जस्तै अब यतिसम्म तपाईँ आइपुग्दाखेरि, यति बिरुवा हुर्काउन यतिसम्म आइपुग्दाखेरि तपाईँको खर्च चान्छु नर्मल कति भइसक्यो दाइ? पैसा कुरा आउँछ। खर्च मेरो अहिले झन्डै 6.5 माथि लागिसक्यो खर्च चाहिँ। गइ नै सक्यो है त्यत्रो? त्यति गइसकेको छ। हजुर। अब अझै अझ छ यसले, अझै भर्खर 1 वर्ष पुरा भयो, यो पाल्ला 2 वर्ष लागेको छ। अझै 4 वर्षसम्म मैले चाहिँ अलिअलि खर्च गरेँ भनेदेखि 10सम्म मेरो समथिङ खर्च हुन्छ जहाँसम्म लागेको छ। यसले चाहिँ इन्कम दिने बेलासम्म हुन्छ जस्तो लाग्छ मलाई। यो प्राविधिक कुरा गर्दाखेरि नर्मली एउटा बोटमा कति फल्छ र यति बेला यसको बजार मूल्य कति छ? प्राविधिक कुरा चाहिँ गर्दा चाहिँ एउटा रुखमा चाहिँ जस हाम्रो गाउँतिर त्यो पहिला नै भइरहेको छ। यो कफी यो यत्रो खेती नगर्न कहिले 1-2 बोट गाउँघरतिर हुँदा चाहिँ 1 बोट बराबर चाहिँ 1 सालमा तपाईँको 20देखि 25 केजीसम्म फलेको अनुभव छ। र अहिलेको रेट चाहिँ कति छ दाइ? अहिलेको रेट चाहिँ तपाईँको 100 क्रस छ। 100 क्रस भनेपछि तपाईँको नर्मली हुँदा पनि अबको फलेपछिको 3 वर्ष पछाडि तपाईँको झन्डै कति आसपास आउने रहेछ हजुर? यदि सक्सेस हुँदाखेरि वार्षिक आउला तपाईँको 30-40 लाख। 30-40 लाख वार्षिक कमाउन सकिन्छ। र अन्त्यमा यो भिडियोको नयाँ आउने कृषक नै भनौँ न होइन, उत्पादन गर्न खोज्ने, लगाउन खोज्ने चाहिँ नयाँ चाहिँ उद्यमीहरूलाई चाहिँ अथवा लगाउने कृषकहरूलाई के भन्न चाहनुहुन्छ? यसो कफीमा आउँ, के छ सम्भाव्यता, के छ भन्नुहुन्छ ल भन्नु? विशेष त यस्तो सबैले चाहिँ अब गाउँ छोड्ने चलन छ। हजुर। र प्रत्येक हाम्रो त अझै यो वार्ड नम्बर 5 मा त सबै बाजे छ र जतिजनाले छोड्नु भएको छ आफ्नो जग्गा जुन छोडेर विदेश परदेश, अब यहाँदेखि ठाउँ छोड्ने चाहिँ परदेशै भनौँ न, त्यता जानुपर्छ। ब्याक आएर तपाईँ हामीले सबै खेती किसानतिर लागौँ। एकदम यसमा चाहिँ ढुक्क हुनुहोस्, यसमा चाहिँ लगानी फस्दैन जहाँसम्म मन लाग्छ। दाइलो धेरै धेरै धन्यवाद छ। यो कफी सम्बन्धी थोरै भए पनि जानकारीमूलक भिडियो भयो होला। अब लगाउने सोच भएकोहरूलाई पनि धेरै राम्रो भिडियोले सपोर्ट गर्यो होला भन्ने हामी अपेक्षा गर्दै अहिले हामी बिदा हुन्छ। हस्, धन्यवाद। धेरै धेरै धन्यवाद। हस् हस्।